hello. So we are in Kalaki right now, हैन? अहिले कति बजिरहेछ भने अहिले 6 बजेको गाडी छ अहिले. 0.5 बजे. पानी हो पानी. पानी कसैलाई पानी हो. सो गाइज हामी चाहिँ अहिले अब थानको चेकपोस्टमा छौँ हैन. अब हामी चाहिँ काठमाडौँ छोड्दै छौँ. काठमाडौँ कटेपछि चाहिँ अब काठमाडौँ छोडे जस्तो फिल हुन्छ. सो बाइ बाइ. National Gimalakia. 360. So guys, now we are in Novite. अब केटाहरू चाहिँ टक्क यहाँनिर चिया खाँदैछन् होइन. टक्क यहाँ कफी खाँदैछन्, कोही चिया खाँदैछन् होइन. म चाहिँ यिनीहरूले खाएको हेरिरहेको छु. अस्पतालमा नामलाई के भन्छ रिक्वेस्ट छ हेर्नु. यति सानो कपको कफीको 60 रुपियाँ लिइरहेछ. यसमा अझ अलिक पैसा छ भने क्यापुचिनो आउँछ. Good day. Not sponsored. So right now everyone is trying to sleep because 4 बजे त्यहाँ हामी टाउको हाल्दै ठाउँ नपाएको भएर म चाहिँ निदाउन सकेँ होइन. We are somewhere now होइन आदिका पुरुष हामी चाहिँ चितवनको चुल्लेका धुलीमा खाना खायो. अब हामी खाना खाएर चाहिँ निस्किँदैछौँ अब बेसीको लागि. अब यहाँबाट चाहिँ लगभग 2.5 घन्टा जति लाग्छ भन्नुभएको छ. अहिले लगभग 11 बज्नु लाग्यो. 12-1 लगभग 1:30-2 बजी पुग्छौँ. खाना खाएको ठाउँमा आशिका तामाङलाई बोलाउनुपर्छ. स्योर बोलाउनु पर्छ. आशिका दिदी हेरिरहनुपर्छ नि प्लिज. आइदिनु होला. पैसा जति पनि लिन्छ है. कपिराइट भएको भएर स्मल क्लिप आउँछ कि. गाइस यहाँ गीत सुनेर यति भयो कि मान्छेलाई होइन आँसु देख्दैन. आँसु आयो यार. यस्तो गीत बजाइदिएको छ कि सबैको आँसु निस्किने गरी. याद आयो यार. यसरी रुनु त भएन नि यार. कुन गीत रहेछ यार यस्तो याद दिलाउने. सो गाइस हामी चाहिँ अब अहिले डुम्री भन्ने ठाउँमा आइपुगेका छौँ होइन. सो डुम्रीबाट चाहिँ बाटो छुट्टिन्छ. तर हामी उता सिधै डुम्री जाने यता. अब हामी चाहिँ यता पैसातिर लाग्यो. सो वी जस्ट रिच्ड कहाँ बेसी सहर अझै पुगे होइन. अझै 5 मिनट. अनि त्यसपछि हामी एकछिन त्यहाँ बेसीसँग फोटो खिच्छौँ 2-3वटा यादको लागि. त्यसपछि हामी गाडी रिजर्भ गर्छौँ अनि कहाँसम्म गाडी जान्छ त्यहीँसम्म जान्छौँ. आजको यात्रा चाहिँ हाम्रो हिँडाइ छैन. ओन्ली गाडी टु गाडी एकदम रिल्याक्स बिन्दास. भोलिदेखि चाहिँ एकदम हिँडाइ छ हाम्रो. अब भोलिको हिँडाइ भोलि नै हेरौँ होइन. आजलाई चाहिँ गाडी मात्रै हो. आज गाडी मात्रै हेर्ने हो. जति बेर क्या त्यति बोलेर. So we are in Bazar and अब चाहिँ हामी आएर के भन्छ भान्सा गाडीमा पुगेर 3000 गाडी जाँदा. So now we are going हामीले गाडी पायो and all.
हामी Khangsar जाँदा in this Bolero. So this is Bolero inside. सो आजको यात्रा हाम्रो खाङसारसम्म हुँदैछ। आई होप सो अब एकदम रमाइलो यात्रा हुनेवाला छ किनभने बाटोमा हामीले झरनाहरू देख्नेछौँ र झरनाहरूको लागि Guys, he is trying wasabi, the green peas. यस्तो Try. खै कतिवटा छ? सबै एकैचोटि एकचोटि त गर्दिनु सबै एकचोटि छिटो एउटा गरेरै मैले थाहा पाइसकेँ होइन खाने बित्तिकै त्यो तेल मात्रै मुखमा आएछ होइन तेल सनमले भन्यो मैले एकैचोटि गर्न लागेको छु होइन सायद म यसले गर्दाखेरि भोलि मलाई पखाला पनि लाग्न सक्छ औषधि ल्याएको छैन भन्ने कुरो हो ल्याछ म ल्याछ चबाउनु या लसुनै गनाउँदा लसुन हो कस्तो मजाले खाएको यार त्यो अहिले खाँदा चाहिँ ठिकै भयो होइन सुरुमा एउटा हालेको थिएँ नि त्यो अर्कै आएको थियो कि अन्त मिठै हो फाइनल ये क्या हो रहा है ज्याकेट यार कसम यो बोतल त मेरो है बाइक छैन नि Yes. So guys, our Milan is getting lucky tonight. Because he is going to have a Q&A guest back with him. विन्न यहाँ राख्दियो बिचा सुशील आउँदाखेरि भिडियो है सुशील यहाँ राख्दियो ल है So he is very happy now. अहिले सुशील मजा आउँछ म झ्यालमा बस्छु मलाई झ्याल चाहिन्छ हैन त्यता त माथिको ट्याङ्ग्रामै बसेर च्याङ्ग्राङ्गै भयो यहाँ म त झर्छु Milan. We touch, we break, make it seem like we feel the same. We love what we hate. So we are going to travel for 8 hours according to them. पर पनि 8 hours चाहिँ गर्दा हो 8 घण्टा लाग्छ गाइस अहिले कति बजिरहेछ 2:19 8 plus 8 but the view is good guys. So our ass is paining now very much and we are here because agadi चाहिँ ढुक्का construction work happening. घन्टामा झर्न पुग्नेवाला छ यस्तै पारा भयो त्यो हुन्छ So we are in Madang area guys. Oh घाटी बस्यो है मैले So we are in Madang area र यहाँबाट अब 15-20 मिनट लाग्छ पुग्न कति बजिरहेछ 9-10 भयो म्याम It's about like 20-30 minutes so we might reach in 30 minutes in Khangsar. So we finally reached Kharsang. अहिले चाहिँ ठ्याक्कै समय 10:08 भएको छ हामी चाहिँ लगभग यो खाङसार भन्ने ठाउँमा कति बजे आयो 10 बजे आइपुग्यौँ सो हामीले रुम पनि पाइसकेको छ रुम एकदम ठिकै छ गजब छ हैन तात छ भेज खाना भने अब खाना खान जानुपर्छ फ्रेस भएर चिसो छ है केटाहरू सबजना यहाँ
वासरुम जाने यताउति गरेर हान सुत्ने मुक्त हुन्छ अब कोही सुत्ने बेला मुख धुने भनिरहेको छ अन्नी गरेँ क्या मैले पानी चिसो भएर मान्छेले मुख धुएन होइन तर हामी त धुने हो जति चिसो भयो नि छाले उडे नि सो नाउ आई गेस अब गएर हामी खाने हो खाना होइन अनि we will go tomorrow कति बजे 5 बजे टोइलेट गएर जाने हो so we will try to go early in the morning tomorrow for the trekking मर्निङ जे भए पनि तल त्यहाँनिर त्यो खाङसाङ लेखेको बोर्ड छ त्यहाँबाट स्टार्ट गर्ने गर्दा चाहिँ त्यही चाहिँ यहीँ तल यहीँ तल यहीँ बोर्ड छ के स्टार्ट गर्ने फेरि मुनि बोर्ड छ नि त यसो बोर्डमा खाङसारले तलबाट हो नि मेरो मोबाइल लिएर छ भ्लग गर्दा यहीँ खाङसार लिएको छ यहीँ छ कि दुई पाइला मुनि म माथि बसिरहेको फोटो खिच्नु पर्ने so tomorrow transition guys so guys we are finally leaving खाङसार कति बजे मेरो 6-7 बजे होला यहाँ चाहिँ 4 बजीतिर गएको थियो हामी होइन So we are doing this a bit photo section because this is going to be our last point photo खिच्ने किनभने we all have same बाटो and same scene त्यसैले Hello guys, reason Sikista. So I am fucking tired. You guys can see there. हामी त्यहाँ खाना खाने गरेर छैनौँ किनकि त्योभन्दा अगाडि अरू लास्टमा आउँछ त्यहाँ खाना खाने अहिलेको लागि अनि हामी यहाँ छौँ हामी कुरिरहेछौँ हाम्रो एकजना आयो आउँदैछ कुर्दैछौँ अनि अर्को दुईजना पनि पछाडि आउँदै रहेछ अब चाहिँ देख्दैन होला यहाँबाट देखि यु क्यान सी Yeah, not so easy. It's very hard. He's very hard, guys. Yes, I'm very hard, bro. You should mean it. So finally, we are here. My friend is going to search Khanpura. Photo हान्नु पर्छ कस्तो भइरहेछ एक्सपिरियन्स फर्स्ट टाइम गाइज उसको ट्रिप So I just saw Yak Burger. मैले स्पोन्सर गर भने यिनीहरूले गरिदिनु रिजन गर्दैन यार याक बर्गर स्पोन्सर गर्दैन किन मैले प्राइसहरूमा ढल्छ जस्तो लाग्यो 5000 भनेर एउटा याक बर्गर पकाउनु पर्छ त्यसको लागि घन्टा लाग्छ सो वी कान्ट स्टे आफ्नो तर्सिस क्या सो नाउ हामीले सबै खानासाना खाएर अब हामीहरू निस्किनु लाग्यो होइन अब हाम्रो टार्गेट भनेको बेस क्याम्प This is your base camp and I know more Carlo. I just wanted to show you guys this. So I am in front for now. They are coming. I think they are coming. And I saw this view. And I like it. Okay, I saw one guy coming. Long way to go. I think this much there finally can be seen. One person, second person coming, third person also can be seen now.
we are in a pool now. Allah, first time छैन but अलिकति unique thing in our trekking. म थाकेर मर्दैछु. Scary. I think I might drop my voice to parallel. ओ पड़ गेला यार. ट्राई अगेन हो के पैसा पर्यो ल पैसा पर्यो भनेको परेन गाइज. ल गाइज अब यसमा पैसा पर्छ के पर्छ हेरौँ. Guys, let's see if we are lucky enough to. ओ तपाईँको असली एनर्जी त्यसरी फाल्न मिल्छ म त हाल्दिनँ वातावरणलाई यार. आशिषा तामा भनेर चाहिँ भिडियोभरि फेरि साँच्चीकै पुग्ला. So guys, after walking several hours, 5 hours. I don't know how many hours, but we are finally in landslide area. हालत खराब भएपछि Reason kailan pugsala tayo. आज बेस क्याम्प हो नि त. भोलि तिलीचोकको ट्रेकिङ बाँकी नै छ. भोलि झन् के हालत हुने हो. I actually get confused how people can do vlogging and trekking together. Like how? But they are like they are walking, they are clicking the video. Mom, paka, ke khans abe timarle? How happening training, trekking experience. Sari balla balla hindai chha ma aba. Here's the view. So finally we can see the base camp over there. Tilisoko जाने बाटो यो maybe. This is going good. Base camp is कति खुसी लाग्छ. So we are finally in base camp area. You can see it. Has a cool.
हुन चाहिँ अलिक टाढा नै छ भन्नै पर्छ होइन तर देयर इज अ होप अफ सर्भाइभल टुडे I should say the view is fabulous and Garo very fabulous. For example, देखते हो तो क्यों कोई I can see his head. So continue. So photo shoot happening. And एकजना आउन सकेको छैन सब देखा परेको छैन Finally we can see Rijan coming there. First time trekking to Tilicho is not a good idea. But if you see that, not a bad idea. Finally, base camp. So we got the room, guys. यहाँ मान्छेहरुको रुम नपाएर हालत खराब छ So if you come to Tilicho, make sure to already book the room. धन्न हाम्रो के भन्छ टिम लिडर बाटो छ यस सजिलो भएको छ हामीलाई हामी भर्खर पुग्यौँ यसकै साइडमा हो यही साइडमा के यही साइडमा हो ओ के भन्छ कति बज्यो गाइस बज्यो ठ्याक्कै 3:30 हुन 3:25 So we reached Tilicho base camp at 3:25 बिहान कति बजे and बिहान कति बजे हिँड्यो त्यो भन्नु न बिहान कति बजी हिँडेर जानु 7 बजे हिँडेर 8 घण्टा लाग्यो 8 घण्टा लाग्यो त्यति आउनलाई So we be fresh and come okay जोड्ने So photo section happening guys डोन्ट वरी ब्रदर which is good area So the place is good. Expensive very much, but good. But expensive is normal here. यस So I think guys today is त्यति नै होला आजको लागि because today we not going to do anything and all. हामी उनो खेल्छौँ उनो Yeah, so transition to tomorrow. Jump गर्ने जम्प जम्प गर्ने ल 3, 2, 1. So we finally going starting our trek for Tilicho. Bye. I don't think I will be able to click it for now. So सो गाइज हामी चाहिँ रुमबाट निस्किसक्यो निस्केको लगभग कति बज्यो है कति बज्यो 0.5 ल हामी हिँडेको 3:40 मा भर्खर 20 मिनट जति हिँड्यो अलिअलि ठाडै उकालो थियो उकालो पार भयो अब सिधा सिधा बाटो छ हैन अब चाहिँ लगभग 15-20 मिनट पछि पानी दिनु होला फेरि 22 घुम्ती आउँछ 22 घुम्तीमा यहाँ केटाहरूले अब केटाहरूको साह्रै गाह्रो पर्ला सो हाम्रो अर्को ग्रुप चाहिँ यहाँ छ ल हेर आकाशमा तारा लागिरहेछ उ त्यहाँ जुन छ तारा चाहिँ देखिया छैन उ त्यहाँ हिमाल नजिकै छ रे सो होइन हामी बल्ल आइस घुम्तीको अनुहार देखिरहेछौँ होइन अनि हाम्रो अनुहारको चाहिँ कुरै नगर्नु खराब छ खराब एकछिन हाम्रो त्यो सनराइज भइरहेछ हिरो भनेर पन्जाब फुरालीको पनि हात कामिरहेछ हामी अब एकछिन हिँड्छौँ खेल्ने के देखाउन सक्दिनँ I'm freaking dying here. Bye.
हामी चाहिँ हिँडेको 2.5 घण्टा भयो र अब चाहिँ हाम्रो यात्रा चाहिँ अब 22 घुम्तीको ठ्याक्कै अब सुरु हुने बेला छ। अब 22 घुम्ती अलि अप्ठ्यारै छ, केटाहरूलाई गाह्रो परिरहेको बिस्तारै बिस्तारै आउँदैछन्। र अब हामी 22 घुम्तीतिर लाग्यौँ। चोकले पनि नआउनु होला। बाई बाई। अब स्निकर बाइट अनि म हिँडेँ पानी छ खाउँ न। हामी चाहिँ अहिले रेड बुल ब्रेकमा छौँ। 22 घुम्ती छ, रेड बुल नखाइकन चाहिँ हिँड्न सकिँदैन, त्यही भएर म चाहिँ रेड बुल इन्जोय गर्दैछु। सो गाइज रेड बुल खानुपर्छ। त्यति बिस्तारै नबोल मेरो हात के छ के अरे ढिलो आयो अवश्य पुगिन्छ फेरि जो हतार हतार आयो म भन्न सक्दिनँ। त्यही भएर मैले त्यही रुल फलो गरेँ मैले होइन। अब उसलाई अगाडि हिँड्नु नि हो, किन भन्दाखेरि हामी धेरै अगाडि गयो, उसलाई धेरै पछाडि भयो। यो धेरै गाह्रो छैन, आधी घन्टा भ्यू सनराइज। So guys, he handed me his phone for vlogging. So म चाहिँ अब 22 घन्टीतिर उकालोतिर लागेँ। केटाहरू त्यहाँ बसिरहेछन्, तिनीहरू सायद बिस्तारै आउँछन्, म चाहिँ हिँड्नुपर्ने अवस्था। सो मान्छेहरू पनि धेरै छन् तलतिर। This is 22 घुम्ती। लेट्स गो। एकदम भ्यूहरू बवाल छ बाटोमा, ट्रेल एकदम बवाल छ। केटाहरू त्यहाँ जस हिमालको देख्न पाइहाल्छ नजिकबाट। उनीहरू चाहिँ अमेरिकाको 2 जना हो, उनीहरू पनि बिस्तारै बिस्तारै अघि बढ्दैछन्। हालौ वहाँ माथि टुप्पोमा पुग्नुपर्छ डिजिटल एक्जामलाई। केटाहरू त्यहाँ तल सनम सर हिँड्दैछ, ए रिजन रहेछ, सनम त तलै छ, रिजन सोल्टी हिँड्दैछ होइन। सो एकदमै बवाल भ्यू छ यहाँबाट, ट्याक्क वरिपरि हिमाल छ होइन। त्यहाँ घाम लागेको छ, यो ट्रेल चाहिँ एकदम बवाल छ। एकचोटि चाहिँ आउनै पर्ने ठाउँ हो। सकेसम्म चाहिँ आउँदाखेरि चाहिँ टन्नै पुगेर आउनु गाह्रो पर्छ। हामीले ल्याएको थियो ल्याउन बिर्स्यो रुमबाट। सो मैले चाहिँ मागेँ, अहिले खान्छु बस्छु। दुईवटा एनर्जी ड्रिङ्क खाइसकेँ, त्यही भएर हिँड्न सकिरहेको छु। छोरा लगभग 15 किलो जति होला। उकालो ठाडै छ, सङ्घर्ष नै छ। भ्यूहरू एकदम बवाल छ। हाम्रो केटाहरू आउँदैछ, हाम्रो एकजना सुल्टी फेरि त्यहाँ बसिसक्यो आउँदा आउँदै। सो एकदम ठाडै छ उकालो, बिस्तारै बिस्तारै हिँड्नुपर्छ। हतार गरेर हिँड्यो भने सास फुल्न सक्छ, सास फुलि पनि रहेछ। जस अघि 6 बजीसम्म चाहिँ हावाले खत्रै हानिरहेको थियो, शून्य लास्तो भएको थियो। अब कहिले 7 बज्यो, मजाले हावा चलिरहेको, चिसो चाहिँ एकदम वाइल्ड छ। एकछिन हातमा लगाएको पन्जा खोल्यो भने हात पुरै लास्ट हुन्छ त्यहाँबाट केटाहरू। सो हाम्रो प्लान चाहिँ ब्रेकसम्म चाहिँ अलिक छिटै पुग्ने प्लान थियो होइन। तर हामी बिस्तारै बिस्तारै हिँड्यो भने नि 10 बजीसम्म चाहिँ पुग्छ होला।
सायद हैन 10 बजीसम्म चाहिँ पुग्नै पर्ने हुन्छ किनभने हामी चाहिँ आजै फर्किने हो हाङसारसम्म सो 2 दिनको बाटो हामीलाई 6 घण्टामा फर्किसक्नु पर्छ सो त्यो हिसाबले हाम्रो माथि पनि छिटै पुग्नुपर्छ अब त्यत्रो हाइटमा पुगेर त्यत्रो मेहनत गरिसकेपछि यो पनि इन्जोय गर्नु पर्यो होइन 1-2 घन्टा फोटो खिच्नु पर्यो भिडियो बनाउनु पर्यो सो ट्रेल चाहिँ एकदम बवाल छ भ्यू वरिपरि बवाल छ बाटो चाहिँ अलि डेन्जर छ अलि होस गर्नुपर्छ विचार गर्नुपर्छ सकेसम्म छेउछेउ भन्दा पनि भित्ता हिँड्नुपर्छ होइन सो अहिले घाम लाएर हिमाल एकदम बवाल देखिरह हाम्रा 2 जना मित्रहरू हिँड्दैछन् बिस्तारै अब सायद म यिनीहरूलाई पनि टपेर जान्छु हेलो कस्तो भइरहेछ ट्रेकिङ एक्सट्रिम बिहान छाती दुखिरहेको थियो मान्छेको आधा टुक्रा लसुन खाइसिनेको भयो अझै लसुन खाने हो तिमी खाने हो ठिक छ उसको चाहिँ नाक रातो हुने मान्छे हो त्यही भएर मास्क लगाइरह सो हाम्रो 2 जना केटाहरू उमा तल छन् हात हल्लाइरहन् त्यहाँ केटाहरू आउँदैछ एकजनालाई अलिक गाह्रो परिरहेछ हिँड्नलाई उसको चाहिँ फर्स्ट ट्रेक हो सो उसलाई चाहिँ हिँड्न गाह्रो भइरहेछ त्यही भएर सनम चाहिँ उसलाई कुर्दै आइरहेछ बिस्तारै अब हामीले चाहिँ उसलाई अगाडि हिँड्न हामी बिस्तारै तिम्रो पछि आउँछौँ यसो भयो भने राम्रो हुन्छ भनेको ऊ अगाडि हिँड्न सक्दिनँ भन्यो त्यही कारणले गर्दाखेरि हामी चाहिँ हिँड्दैछौँ ऊ पनि आउँछ बिस्तारै फर्स्ट ट्रेक भएर उसलाई अलिक गाह्रो परिरहेछ कहिले नहिँडेको डाँडा पाखा होइन हामी पनि हिँड्न त खासै हिँडेको छैन हामी चाहिँ बिस्तारै कछुवाको चालमा हिँडिरहेछौँ ट्रेकिङ आउँदाखेरि चाहिँ बिस्तारै कछुवा चालमा हिँड्ने तर ननस्टप हिँड्नुपर्छ रोक्यो कि थाक्यो एकछिन रेस्ट माऱ्यो भने निकै गाह्रो पर्छ सास पुरै जस्तो हुन्छ त्यही भएर हामी चाहिँ रेस्ट नगरिकन ननस्टप हिँडिरहेछौँ हावा पनि निकै चिसो छ नाक गर्दा चिसो आउँछ सो केटाहरू फेरि तल बसिरहेको रहेछन् नानी आइपुग्छन् बिस्तारै उहाँ पर घोडा गइरह हामी लगभग यो डाँडा पुरै घुमेर त्यो घोडा उहाँ पर धेरै परको घोडा देख्यो त्यो पनि कटेर अझै जानुपर्छ लगभग अझै हामीलाई यहाँबाट कछुवाको चालमा बिस्तारै हिँड्यो भने लगभग हामीलाई कति 3 आवर्स जति लाग्छ कि किन भन्दाखेरि केटाहरू तल रेस्ट गर्दै आइरहन् केटाहरूलाई पनि कुद्नु परेको होइन फेरि गाह्रो साह्रो पऱ्यो भने गाह्रो पर्छ सकेसम्म हामीले उनीहरूलाई देखिने डिस्टेन्समा राखेर हिँडिरहेको छौँ होइन फेरि साथीहरूलाई छोड्नु हुँदैन ट्रेकिङमा चाहिँ नत्र भने फेरि गाह्रो साह्रो पऱ्यो भने गाह्रो हुन्छ केटाहरू कता बसिरहेको रहेछन् हाम्रो 2 जना मित्रहरू पनि त्यहाँ बसिरहन् आउँदैछन् 22 घन्टीमा लगभग हामीले 15वटा घन्टी जति कट्यो होला होइन सो उहाँ जानुपर्छ अझै यहाँबाट टन्ने गर्नु नि चिसोले नाक बग्ने समस्या चाहिँ धेरै आउँछ यहाँ सो
हामीलाई चाहिँ अलिक गाह्रो परिरहेन 22 घुम्तीमा, किन भन्दाखेरि भन्दा अगाडि गोसाइकुण्ड गएको, गोसाइकुण्डमा लौरी पिनेको लगभग यस्तै ठाडै उकालो हो, त्यही भएर हामीलाई चाहिँ गाह्रो भइरहेन। सो केटाहरूलाई चाहिँ खासै गाह्रो भएन, रिजनलाई मात्रै अलिक गाह्रो परिरह। अनि सनमु त्यहाँ आउँदैछ, रिजनलाई चाहिँ कहाँ छ रिजन? ए रिजन उहाँ पर उहाँ उभिएर बसिरह। ऊ यहाँ यो सिङ्गल आइरह नि, सनममा लियो हाम्रो सनम सर। सनम हो को हो? सनमै होइन? ए होइन रहेछ यार, सरी कहाँ छ? हाम्रो केटाहरूलाई देखिया छैन। सो गाइज एकदमै हिमाल मस्त भ्यू आइरह होइन, सेम स्टिक भएको कारणले गर्दाखेरि म झुकेँ। सनमहरू उहाँ पर तलै रहेछ, सायद यहाँबाट देखिया छैन होला। केटाहरू उहाँ पर तलै छ। अब हामी एकछिन कुर्छौँ यहाँ, लगभग अब हामीले चाहिँ 22 घुम्ती सक्नु लाग्यो। हामी 3 जनाले चाहिँ, उनीहरू अलिक तलै छ, त्यो घोडा जहाँ नि त्यहाँनिर छन् केटाहरू। सो हामी चाहिँ अब हामी चाहिँ केटाहरूलाई अलि माथि नै गएर कुर्छौँ। लगभग अब 22 घुम्ती पनि सकिन लाग्यो है। त्यस्तो खासै गाह्रो त रहेन रहेछ है मान्छे भने जस्तो। कहाँ उता है त्यो सुरुमा निस्किँदा त्यो बिहानै भयो नि त, नाक चिसो क्या। ल गोसाइकुण्डमा नि यस्तै त छ नि, यस्तै ठाडो हो। यो त अझ घुमे रहेछ, त्यहाँ त ठाडै हो। सो पर रहेछ केटाहरू आउँदैछ त्यहाँ घोडा सँगसँगै। अब देखिया छैन होला क्यामेरामा होइन। सो अब हामी चाहिँ लाग्छौँ होइन। अब हामीले 22 घुम्ती कट्नु लाग्यो। सो लेट्स गो। जस बाटो चाहिँ डेन्जर छ खासमा। यो 22 घुम्ती चाहिँ अँध्यारोमै कट्न पाइ झन् राम्रो हुन्थ्यो। अलि निस्किन पनि ढिलो भयो। उठ्न चाहिँ हामी 1 बजे उठ्यो, तर ब्याकप्याक गर्दा, सामान मिलाउँदा, रेडी हुँदा 3 साढे 3 बज्यो। यताउति चाहिँ 3:30 बजी निस्क्यौँ हामी। सो यो ब्यागमा चाहिँ हाम्रो एकजना त्यो लेडिज साथीको साडी छ, अनि खानेकुरा माथि गएर फोटो खिच्ने साडीमा होइन। सो यस्तो छ। लगभग हामीलाई उहाँ पुग्नुपर्छ, हामी पुग्छौँ अब बिस्तारै। सो हाम्रो सनम सर चाहिँ आउँदै हुनुहुन्छ। रिजन सोल्टी ऊ त्यहाँ तल छ, बोतल पुगिरहेको आउँदैछ। केटाहरूलाई हामी पुगिरहेको छौँ। सो म चाहिँ बल्ल भएको ठाउँमा पुग्यो होइन। हि वाज रेस्टिङ देयर फर अ वाइल। अनि अब रिजनमा कुर्दैछौँ हामी। सो गाइज केटाहरू यहाँ आइपुगे। म चाहिँ फेरि केटाहरूलाई छोडेर हिँडेँ, किनभने भर्खर हाम्रो रिजन सोल्टी आयो। फोक्सो फुल ल्याएर एकछिन शान्त पार्दैछ। ल केटाहरू बिस्तारै आओ। सो गाइज लेट्स गो। गाइज फेरि अब मेरो ट्रेकिङ सुरु भइसक्यो। केटाहरूलाई कुद्नै पर्छ होइन, बिस्तारै बिस्तारै जानुपर्छ। सो एकदम बवाल भ्यू छ त्यहाँ। हाम्रो साथीहरू उहाँ माथि पुगिसके, बवाल हिमालको भ्यू देखिया। अब हामी पनि त्यहाँ पुग्छौँ, धेरै टाइम लाग्दैन, 5 मिनट्स यस। सो एकछिन बस्यो कि त सास पुग्न थालिहाल्छ, त्यही भएर बस्नुहुन्न है। बस्यो कि सास पुग्यो। यो हामी लगभग 22 मिनट कट्यो होला। सो त्यहाँ फोटोसुट भइरह। म नि अब त्यहाँ गएर
दुई-चारवटा फोटो खिच्छु हैन। सो इन्स्टाग्रामतिर हाल्नुपर्ने हुन्छ फोटो। सो फोटो खिच्ने ठाउँ चाहिँ यही हो, एकदम बवाल छ यहाँ भ्यू। ल फोटो खिचेपछि भिडियो बनाउनुलाई त गाइस। अझै पनि बाटो उकालो उकालो नै छ हैन। म चाहिँ अहिले एक्लै छु, पछाडि केटाहरू बसिरहन्, फोटोसोटो खिच्दै छन् हैन। म चाहिँ अगाडि बढ्दैछु बिस्तारै। अझै पनि उकालो उकालै हो, घुम्ती चाहिँ छैन, सिधा हो बाटो, तर एकदम उकालो उकालो हो। गाह्रो छ सास लिएर बेला बेलामा। लगभग अहिले हामी 4500 मिटरको हाइटमा आइपुग्यो होला। इट्स 4900 समथिङ मिटर माथि छ। बाटो यस्तो छ, म चाहिँ बाटो पार गरेर तिनीहरूलाई कुरिरहेको छु। अब कतिखेर आउँछन्, कुर्नु पनि पर्छ केटाहरूलाई। ए आउँदै रहेछ सनम सर त, उति छ यहाँनिर सनम सर बसिरह। त्यो आउँदैछन् केटाहरू बसेपछि उताबाट घोडा आउँदैछ, घोडालाई बाटो पनि दिनु बस्यो खासमा। म रिजन सोल्टीलाई चाहिँ मैले देखाएको छैन, केटाहरू आउँदैछन् बिस्तारै। घोडा गाइस, घोडामा नै यसरी जान मिल्छ है तिलीसो। सो रिजन चाहिँ अलिक पछाडि नै छ, रिजन हिँड्न सकिरहेन, तर केटो बिस्तारै बिस्तारै गर्दै आइरह। त्यो एकदम नाइस कुरा हो, केटोले हार माने छैन। सो त्यसैले बिस्तारै बिस्तारै आउँदैछ, हामी गइरहेको छौँ। लगभग मैले रिजनलाई देखेँ जस्तो लाग्यो, उहाँ तल रहेछ। सो हिँड्नुपर्छ। सो भ्यू चाहिँ यस्तो छ है, पछाडि पुरा हिमाल छ, हिमाल पुरा हिउँ परेको छ होइन। अलिकति तल तल नै हिउँ देखिरह। अब फ्रेम कस्तो छ थाहा होइन, सायद देखिरह होला। So we finally reached here. Resting place बाट निस्क्यौँ हामीहरू। यस I should say the view is very good. रिजन आयो होइन? लटी टेकेर आएको थियो। Finally we are near. 50 things of struggle. 20 मिनट हजुर, अब 20 मिनट पछि we तर are. सिधा बाटो। So we are going to pass that 20 minute. तर जस यहाँ आइपुगेपछि एकदम रिल्याक्स फिल हुन्छ। यस्तोहरूले स्वर्ग पुगे जस्तो फिल हुन्छ। यहाँ चाहिँ बवाल हिउँ बाक्लो बाक्लो रहेछ। त्यहाँ लभ देखेँ मैले एकजना हाम्रो दिन कहिले आउँदा गाइस। सो यहाँ एउटा सानो लेक रहेछ, तर यो तिलीचो लेक चाहिँ होइन। 0.5 मा खिचेको भयो, अलिकति टाढै भयो कि नजिकबाट हेर्नु पाइरहेको छ। यो चाहिँ वर्थ इट हो है, यतिको नजिक चाहिँ। अनि त्यहाँ जान नि मिल्छ कि फेरि, नजिक मात्र होइन, त्यहाँ जान नि मिल्छ कि। त्यो रमाइलो कुरा हो। एकजना पुऱ्याउनु उठाउँछ सक्छ पनि मिल्न। That person is the reason guys. दुईटा लौरो समातिरह। You can see the excitement in his face. कस्तोहरूले guys आइपुग्यो फाइनल्ली। अब त सक्छ होला हेर्नु। फाइनल्ली आइपुग्यो गाइस, फाइनल्ली। यसको लागि चाहिँ फाइनल्ली हो, लास्ट गाह्रो भयो। अब हेर्नु बाँकी चाहिँ was it worth it? Finally we are in Tilicha. I'm just
Just waiting for Rizan now. These are guys. Guys, हाम्रो साथीहरूले नेवारी ड्रेस लगाइसकेको छ. So they are excited. Sonam sir पटुकी मिलाउँदैछ. अहिले नाच्छ पनि. Guys, this is Tilicho Lake. मलाई हान्यो भने मन छोड्दिनँ अहिले भनिरहेको छु म. एकछिन है त. वेट यो आइस त्यहाँ पुग्नु चाहिँ पग्लिन्छ होला त. So we got one person with this guy got high altitude sickness, guys. Aja खान्छ पुग्ने भनेको यो मान्छे नपुगाछ तलसम्म कति नपुगाउने नै जस्तो. So